धन्यवाद कृष्ण भाइ। झिमरुक गाउँपालिका वडा नम्बर 8 को स्पुजाली पोखरामा औपचारिक रूपमा हाम्रो चाहिँ कार्यालयबाट सेवा सुचारू गर्ने कार्यक्रममा उपस्थित हुनुभएका आजका यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय व्यक्तित्व झिमरुक गाउँपालिकाका अध्यक्ष पी बहादुर महतारा छेत्रीज्यू, यस कार्यक्रममा उपस्थित हुनुभएका झिमरुक गाउँ कार्यपालिकाका सदस्य सङ्गीता परियार, त्यसैगरी वडा सदस्यज्यूहरू देवेन्द्र जोशी, गुमान सिंह बस्नेत, शिवा गिरिज्यू, त्यसैगरी सामाजिक व्यक्तित्वको रूपमा राजनैतिक व्यक्तित्वको रूपमा उपस्थित हुनुभएका आदरणीय चाहिँ अग्रज व्यक्तित्वहरू, झिमरुक गाउँपालिका वडा नम्बर 8 का विभिन्न बस्तीहरूबाट यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, साथै यस सेवा सुचारू गर्दाको दिनमा हामीले चाहिँ खुसियाली पनि मनाउनु पर्छ भनेर स्वतस्फूर्त रूपमा यहाँ चाहिँ भैलो नाच्नको लागि आउनुभएका चाहिँ हाम्रो कालुगिरी अङ्कल लगायतका सम्पूर्ण चाहिँ भैले टिमका साथीहरू, त्यसैगरी आफ्नो बाजागाजा बजाएर चाहिँ खुसियाली चाहिँ प्रकट गर्नको लागि स्वतस्फूर्त रूपमा यसै कार्यक्रममा उपस्थित हुनुभएका हाम्रो ढकबहादुर परियार लगायतका सम्पूर्ण चाहिँ साथीहरू, विभिन्न आमा समूहका अध्यक्षज्यूहरू, विभिन्न चाहिँ वन समूहमा रहनुभएका अध्यक्षज्यूहरू, सचिवज्यूहरू, कोषाध्यक्षज्यूहरू लगायत हाम्रो चाहिँ यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण चाहिँ आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा झिमरुक गाउँपालिका वार्ड नम्बर 8 को तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि यहाँहरू सबैलाई नमस्कार टक्राउन चाहन्छु। हामीले आजको कार्यक्रम औपचारिक रूपमा सेवा सुचारू गर्ने भनेर चाहिँ भने तापनि हामीले आम दाजुभाइ दिदीबहिनीहरूलाई यो कार्यक्रममा चाहिँ आउनुपर्छ भनेर चाहिँ खासै खबर चाहिँ गरेनौँ, किनभने 12 गतेदेखि यहाँ कार्यक्रम सेवा सुचारू हुन्छ भन्ने कुरा यता कता यहाँहरूको बिचमा हल्ला चलेकै थियो र हामीले यो कार्यक्रमलाई एउटा ऐतिहासिक कार्यक्रम र ऐतिहासिक सेवा सुचारूको दिन भए तापनि स्वतस्फूर्त रूपमा जनता आफै आउनुपर्छ र हामीले चाहिँ त्यस्तो खासै निमन्त्रणा चाहिँ गर्न उपयुक्त हुँदैन जस्तो चाहिँ हामीले महसुस गर्यौँ र त्यसो गरिरहँदा पनि हामीले चाहिँ यहाँ सबै आफै आउनुहुन्छ भनिरहँदा पनि फेरि कस्तो सुनियो त भने बिचमा चाहिँ केही सामाजिक व्यक्तित्व हौ हामी, नेता हौ भन्ने साथीहरूलाई हाम्रा चाहिँ जिम्मेवार साथीहरूले सोद्धा हामीलाई चिठी आएको छैन, खबर आएको छैन भनेर पनि भन्नुभयो भन्ने कुरा पनि आएको छ। उहाँहरूको बुझाइ अब कुन लेभलमा कुन स्तरमा रह्यो त्यो चाहिँ उहाँहरूले बुझ्ने कुरा हो, तर हामीले कसैलाई पनि फोन गरेर चाहिँ यहाँ चाहिँ पार्टीको लिडरको हिसाब किताबले अथवा चाहिँ आम दाजुभाइ दिदीबहिनीको हिसाब किताबले सबै आउनुपर्छ भनेर यहाँ भनेका चाहिँ छैनौँ, किनभने यो हाम्रो चाहिँ गम्तीवासी दाजुभाइ दिदीबहिनीहरूको आन्दोलन पश्चात हाम्रो चाहिँ गाउँपालिकामा बसेको सर्वदलीय बैठक आदरणीय चाहिँ हाम्रो चाहिँ पालिका अध्यक्षज्यूहरू, उपाध्यक्षज्यूहरू, त्यहाँको चाहिँ सम्पूर्ण चाहिँ टिम सहितको जुन बैठकले चाहिँ झिमरुक गाउँपालिकाको वडा नम्बर 8 मा चाहिँ 3 दिन फुलबारीदेखि र 3 दिन हाम्रो चाहिँ टिम्बुचोर एरियादेखि सेवा सञ्चालन गर्ने भन्ने कुरा चाहिँ जुन निर्णय गरेको थियो त्यो निर्णय मुताबिक हामीले चाहिँ टिम्बुचोर एरियाबाट चाहिँ सेवा सुचारू गर्नुपर्ने थियो र यो सेवा सुचारू गर्नको लागि आज चाहिँ 12 गते हाम्रो कन्टिन्युस हेर्दै जाँदा आज चाहिँ बुधबारको दिन थियो। बुधबार, बिहिबार, शुक्रबार टिम्बुचोर एरियाबाट सेवा प्रवाह गर्ने भन्ने कुरा थियो र सोही अनुसार हामीले यहाँ के गर्यो भने योभन्दा अगाडि पनि हाम्रा चाहिँ अग्रज साथीहरूको नेतृत्वमा खला पोखरीमा चाहिँ सेवा सुचारू कहाँबाट गर्ने भन्ने विषयवस्तुमा एउटा लामो छलफल भएको थियो। त्यो छलफलमा कतिपय साथीहरूले कृषि स्मार्टको कार्यालय हाडेपानी द्वारे पोखरीबाट कार्य सञ्चालन गर्ने भन्नुभयो, कतिपय साथीहरूले स्नाकोटबाट माथि चाहिँ सेवा सञ्चालन गर्ने भन्नुभयो, कतिपयले साथीहरूले पुजाली पोखरीबाट चाहिँ सेवा सञ्चालन गर्ने भन्नुभयो, कतिपय साथीहरूले फुलबारी पनि ठिक छैन, टिम्बुचोर एरिया पनि ठिक छैन, यसको दीर्घकालीन समस्या समाधान गर्नको लागि झाला पोखरी एरिया नै ठिक छ, त्यहीँबाटै सञ्चालन गर्न पर्छ पनि भनेर आफ्नो चाहिँ सल्लाह सुझाव पेश गर्नुभयो। हामी सबै साथीहरूका सल्लाह सुझाव सबैलाई ग्रहण गर्यौँ, हामीले सबैलाई मनन गर्यौँ र पछि पुनः हामीले चाहिँ यहाँ एउटा चाहिँ छोटकरीमा चाहिँ लिडर साथीहरूको बिचमा र केही युवा साथीहरूको बिचमा फेरि छोटो मिटिङ राख्यौँ र छोटो मिटिङमा हामीले पुजाली पोखरा नै तत्कालको लागि यो चाहिँ उपयुक्त स्थान हो
यही नै सामुदायिक वनको भवन पनि छ, त्यहाँ 2वटा कोठाहरू पनि छ। तत्काल सेवा प्रवाह गर्नको लागि, नेट जोड्नको लागि, विद्युत चाहिँ सेवा जडान गर्नको लागि र विभिन्न चाहिँ शौचालयहरूको आवश्यकता हुन्छ। त्यो आदर्श स्वास्थ्य केन्द्रको हाम्रो चाहिँ शौचालयलाई युज गरेर त्यही आउने खानेपानीलाई युज गरेर यहाँ सेवा प्रवाह गर्नको लागि सजिलो हुन्छ भन्ने चाहिँ हाम्रो चाहिँ लिडरहरूको साथीभाइहरूको समग्र चाहिँ निर्णय अनुसार हामीले यहाँबाट सेवा प्रवाह गर्ने कुरालाई हामीले चाहिँ सुरु चाहिँ गरेका हौँ। बिचमा भएका धेरै छलफलहरू बहसहरूमा चाहिँ देश तथा विदेशमा रहनुभएका युवा साथीहरू सहभागी चाहिँ हुनुहुन्न। उहाँहरूको चाहिँ एउटा ग्रुप पनि छ, त्यहाँ जेनजी रिभोल्युसन ग्रुप भनेर त्यहाँ विभिन्न साथीहरूका विभिन्न चाहिँ कोणहरू दृष्टिकोणहरू पनि हामीले सुन्ने गरेका छौँ, हेर्ने गरेका छौँ। उहाँहरूलाई यो पुजाली पोखरा पनि ठिक छैन भन्ने साथीहरू पनि हुनुहुन्छ। भन्ने र गर्ने कुरा निकै फरक छ। हामी टोटल्ली फिल्डमा उत्रेर काम गर्न निकै चाहिँ चुनौतीहरू छन्, समस्याहरू छन्। ती चुनौती र समस्याहरूको बिचबाट हामीले तपाईँहरूका कामहरू गर्नुपर्ने हुन्छ। त्यसैले भन्ने कुरा एकातिर छ, गर्ने कुरा चाहिँ अर्कोतिर छ। हामीले चाहिँ सही सत्य र साँचो कुरालाई अवलम्बन गर्दै सेवा प्रवाह गर्नुपर्ने हुन्छ। हामीले तपाईँहरूलाई दिने सेवा प्रवाहमा कुनै पनि प्रकारको त्रुटि भयो, कुनै पनि प्रकारको समस्या भयो भने त्यो तपाईँहरूलाई नै समस्या हुन्छ र चाहिँ त्यो सही सेवा प्रवाह चाहिँ सुचारू हुन सक्दैन। त्यसैले सम्पूर्ण दृष्टिकोणले पुजाली पोखरा नै ठिक छ भनेर चाहिँ साथीहरूको निर्णय अनुसार नै हामीले यहाँबाट सेवा प्रवाह गर्न लागेका छौँ र यहाँहरूले त्यही रूपमा बुझ्दिनु हुनेछ। अन्य विषयवस्तु के छ भने हामीले सेवा पाउने कुरा र राजनीतिक भाषणको कुरा अलिक फरक कुरा हो। कसैले हामीलाई हाम्रो कार्यालय बनिदिने कुरा र हाम्रो कार्यालय हामी आफै अपनत्व बोध गरेर बनाउने कुरा चाहिँ फरक हो। जुन झिमरुक आठबासी, गब्दी, स्याउलीघारीदेखि लिएर नाथे विसुनादेखि लिएर फुलबारी, भण्डारी पोखरा देखिका जुन आम दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ भने टिमुचोर एरियामा आएर फेरि चाहिँ टिमुचोरको रातामाटा, झाला पोखरी, त्यो पुजाली पोखरी, कृष्णाकोट, चिप्लेपारा, सानी बसाई, ठुली बसाईदेखि लिएर झुङ्गीसम्मका आम दाजुभाइ तथा दिदीबहिनीहरूको चाहिँ भावनालाई एकै ठाउँ समेटेर चाहिँ हामीले कार्यालय सञ्चालन गर्ने कुरा भिन्दै कुरा हो। त्यसलाई मिलाउने कुरा ठुलो कुरा हो कि यो भूगोलभन्दा बाहिर बस्ने है, राजनीतिको नाममा चाहिँ भाषण मात्रै गर्ने र यो भूगोलभन्दा बाहिर बस्ने मान्छेहरूले झिमरुक गाउँपालिका वडा नम्बर 8 को वडा केन्द्र तोकिदिँदा, वडा केन्द्रको बारेमा बोलिदिँदा, उनीहरूले काम गरिदिँदा हाम्रो बिचमा चाहिँ केही समस्याहरू उत्पन्न हुन सक्छ। त्यसैले अबको दिनमा तपाईँ हामी चाहिँ गब्दीदेखि झुङ्गीसम्मका चाहिँ आम दाजुभाइ दिदीबहिनीहरूको चाहिँ समझदारीमा हामीले चाहिँ कार्यालय सञ्चालन गर्ने हो। सोही बाटोबाट अगाडि बढ्यो भने हाम्रा समस्याहरू समाधान हुने हो कि हाम्रो समस्याको समाधान कसैले आएर चाहिँ यहाँ गरिदिन्न, त्यो कुरा पनि हामीले बुझेका छौँ। हाम्रो बिचमा केही थुप्रै नैतिक समस्याहरू पनि छन्। ती समस्याहरूको कारणले गर्दा हामीले अहिलेसम्म यो वडा कार्यालय टुङ्गाउन सकेनौँ। हामी चाहिँ दुई पटकमा आफै निर्वाचित भइरहँदा गब्दीका दाजुभाइ दिदीबहिनीहरू, झुङ्गीका र टिमुचौरका दाजुभाइ दिदीबहिनीहरूलाई संयुक्त रूपमा संयुक्त बैठकमा आह्वान गरे पनि सबै साथीहरू एउटै भेलामा उपस्थित भएर खुल्लमखुल्ला बहस छलफल चाहिँ अहिलेसम्म पनि भएको छैन। त्यसैले अब चाहिँ यो हामी दुई ठाउँबाट सेवा प्रवाह गर्ने कुरा चाहिँ गरिरहँदा, हामीले चाहिँ काम गरिरहँदा, तपाईँहरूलाई सेवा प्रदान गरिरहँदा यो छलफल र बहसको लागि ढोका खुलिएको छ। यो ढोका खुल्नको लागि सहयोग गर्नुहुने हाम्रो गाउँपालिका अध्यक्षज्यूहरू लगायत सम्पूर्ण राजनीतिक दलका जिल्लादेखि पालिका लेभलका लिडरहरू सबैलाई म विशेष धन्यवाद दिन चाहन्छु। र त्यो आन्दोलनले जुन वडा कार्यालयमा आएर बस्नुपर्छ भनेर चाहिँ आन्दोलन गर्ने सम्पूर्ण चाहिँ दाजुभाइ दिदीबहिनीहरू, युवा युवतीहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसले एउटा ढोका खुलेको छ छलफलको लागि, बहसको लागि र सेवा प्रदान गर्ने विषयवस्तुको लागि। यसले एक प्रकारको ढोका खोलिदिएको छ हामीलाई संवाद गर्नको लागि। त्यसैले उहाँहरू सबैलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यहाँहरूलाई कस्तो लाग्थ्यो भने हिजोसम्म मैले आफै चाहिँ मेरो घरको एउटा कोठामा बसेर एउटा टेबल राखेर 4वटा कुर्सी राखेर काम गरिरहँदा बिहान 5 बजे, बिहानै 6 बजे, 7 बजे, 8 बजे, 9 बजे, साँझ राति 7 बजे, 8 बजेसम्म पनि यहाँ चाहिँ घरबाट लखरक मौका जाँदा त्यो हातले लेख्ने दिन छँदासम्म मैले तपाईँहरूको नागरिकता सिफारिस पनि गरेँ, नागरिकताको प्रतिलिपि सिफारिस पनि गरेँ, तिरो पनि सङ्कलन गरिदिएँ र त्योभन्दा एक्स्ट्रा चाहिँ थुप्रै कामहरू जुन चाहिँ हाम्रो 4 किल्ला प्रमाणित घर जग्गा सिफारिसदेखि लिएर चाहिँ थुप्रै कामहरू हुन्छन्। ती कामहरू मैले चाहिँ मेरै घरबाट चाहिँ सेवा प्रवाह गरेँ। यो मेरो चाहिँ कर्तव्य हो, मेरो चाहिँ काम हो।
म चाहिँ यही गर्नको लागि जनताले निर्वाचित गरेको भनेर चाहिँ विकास निर्माणका गतिविधिमा सहभागी हुँदा हुँदै पनि मैले तपाईँको त्यो काम मेरै घरबाट पनि मैले चाहिँ उपलब्ध गराएँ। गम्तीका चाहिँ धेरै दाजुभाइ दिदीबहिनीहरूलाई यहाँ आउने वातावरण दुःख दिने चाहिँ नदिएर चाहिँ उहाँहरूलाई त्यो गाडीबाटै सिफारिस चाहिँ फोनबाटै चाहिँ मेसेन्जरबाटै चाहिँ त्यो डकुमेन्टहरू मगाउने, त्यो बसमै चाहिँ उहाँहरूको डकुमेन्टहरूलाई मैले स्याउरी गाडी फुलबारी गल्तीसम्म पनि पुर्याउने काम गरेँ। र अहिलेसम्म हाम्रो कार्यालय चाहिँ म आफै उपस्थित नभए तापनि सेवा प्रदानको हिसाब किताबले कसैलाई पनि हामीले त्यस्तो दुःख चाहिँ दिएका छैनौँ। तर यो साउनदेखि यता के भयो त भनेपछि अनलाइन सिस्टम लागू भइसकेपछि तिरो तिर्नेदेखि गत वर्षदेखि तिरो तिर्ने सुरु भयो र अहिलेदेखि नागरिकता पनि अनलाइन भइसकेपछि केही चाहिँ जटिलताहरू उत्पन्न भएका थिए, त्यसमा केही झन्झटिलो पनि भएको थियो, हिँड्नुपर्ने बाध्यता पनि थियो। र त्यो हिँड्दा कति दुःख हुने रहेछ, हामीलाई कति रिस उठ्ने रहेछ भन्ने कुरा अलिक पछिल्लो पिरियडमा चाहिँ हामीले महसुस गरेका थियौँ। त्यो आम जनताले पनि महसुस गर्नुभएको थियो र त्यो तपाईँहरूको दुःख चाहिँ लाई देखेर चाहिँ हामीले पनि झन्झटिलो गति हुँदो रहेछ भन्ने कुरा पछिल्लो पिरियडमा हामीले महसुस गर्दै आइरहेका थियौँ, देखिरहेका थियौँ। र त्यो हिँड्दा झुङ्गीका मान्छेहरूलाई पनि असाध्य गाह्रो भएको थियो, टिमुचोरका मान्छेहरूलाई पनि असाध्य गाह्रो भएको थियो। त्यो भत्ता नवीकरण गर्नेदेखि लिएर अन्य विषयवस्तुहरूमा त्यो कुरा हामीले बुझेका थियौँ। र पछिल्लो चरणमा यस्तो चाहिँ दुःख अझै पनि चाहिँ नहोस् भनेर हामीले चाहिँ दुई ठाउँबाट कार्यालय सञ्चालन गर्ने जुन निर्णय चाहिँ भएको छ, यसमा हामी 2 गतेदेखि तलबाट चाहिँ सेवा सुचारू गऱ्यौँ। बिचमा हाम्रो तिहारले चाहिँ हामीले काम गर्न सकेनौँ, तिहार पर्व मनाउनतिर लाग्यौँ। र अहिले पछिल्लो पिरियडमा आज 12 गतेदेखि यहाँबाट सेवा सुचारू हुँदैछ र हामीले यहाँ चाहिँ नेट जोड्ने यो चाहिँ वायरिङ गर्ने काम हामीले बिहानभरि पनि गऱ्यौँ। र स्थानीय दाजुभाइ दिदीबहिनीहरू आएर यस्तो राम्रो थिएन, यहाँ बनमारा पलाइरहेको थियो, काबु पलाइरहेको थियो, त्यो चाहिँ कुरो पलाइरहेको थियो। बिहानभरि हिजो पानीले डिस्टर्ब गर्यो र बिहानभरि झन्डै चाहिँ 40-50 जना चाहिँ स्थानीय दाजुभाइ दिदीबहिनीहरू आएर यहाँ चाहिँ यो सरसफाइ गर्ने काम गर्नुभयो र केही हदसम्मलाई सौन्दर्यीकरण गर्नको लागि सहयोग गर्नुभयो। त्यसप्रति पनि म निकै आभारी छु। र यहाँ अब आजदेखि सेवा सुचारू चाहिँ भएको कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यहाँहरूको कुनै पनि नागरिकता सिफारिस लगायत अन्य चाहिँ कामहरू भएमा यहाँहरूले चाहिँ आजबाट हामीले चाहिँ केही समय पछिबाट हामीले यहाँ काम सुचारू चाहिँ गर्छौँ, त्यो कुरा म जानकारी गराउन चाहन्छु। अहिले बिचमा यो सेवा सुचारू यो ठाउँबाट भए तापनि कतिपय साथीहरूले अलि माथि आउनुपर्छ भन्नुभयो, कतिपयले तल भन्नुभयो। त्यसमा भन्ने कुरा हो त्यो चाहिँ हाम्रो लागि केही चाहिँ त्यसलाई हामीले ग्रहण गर्छौँ नै। तर सेवा सुचारू गर्दा त्यहाँ चाहिँ एउटा जनप्रतिनिधि मात्रै बसेर, एउटा सचिव मात्रै, एउटा कर्मचारी मात्रै बसेर त्यो कुर्सीमा बसेर सेवा सुचारू हुँदैन। अहिलेको चाहिँ इन्टरनेटको जमानामा चाहिँ सोही अनुसार कार्यालय व्यवस्थापन गर्नुपर्ने हुन्छ, सोही अनुसार सेवा प्रदान गर्नुपर्ने हुन्छ कि त्यहाँ गएर चाहिँ गफ गरेर चाहिँ है हाम्रो चाहिँ नेट चलेन, हामीका चाहिँ सेवा सुविधा छैन हजुर भनेर हामीले गुनासो गरेर सेवा चाहिँ सञ्चालन हुने कुरा होइन। त्यसैले चाहिँ हरेक सम्पूर्ण कुराहरूलाई मध्यनजर गर्दै हामीले यो ठाउँलाई छानेका छौँ। र अब आगामी दिनमा यो सेवालाई कसरी चुस्त गर्ने, व्यवस्थित गर्ने त्यो कुरा हाम्रो बिचमा चाहिँ छलफल गरेर यसलाई व्यवस्थित गर्नतिर हामी लाग्छौँ र तपाईँहरूलाई सेवा प्रदान गर्छौँ भन्ने कुरा पनि म यहाँहरूको बिचमा राख्न चाहन्छु। र यो कार्यक्रममा उपस्थित भएर हाम्रा चाहिँ केही कुरा सुनिदिनु भएकोमा सम्पूर्ण चाहिँ आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई म धेरै धेरै चाहिँ धन्यवाद दिन चाहन्छु। धेरै कुराहरू तपाईँहरूलाई बुझाउन छ, हामीले पनि बुझ्न छ। त्यसकै नजिकै हाम्रो आधारभूत स्वास्थ्य सेवा केन्द्र छ, योबाट हामीले कुन कुन प्रकारका सेवा पाउँछौँ भन्ने कुराको बारेमा हामीलाई सैद्धान्तिक ज्ञान चाहिँ छैन। व्यावहारिक रूपमा हाम्रो टाउको दुख्यो, पखला चाहिँ लाग्यो, हामीलाई सुत्केरी व्यथा लाग्यो अथवा हामी चाहिँ गर्भवती भयौँ भने चेक गर्न आउने कुरा चाहिँ हामीलाई थाहा छ। तर यो भित्र हामीले के कति सेवा चाहिँ पाउँछौँ, यहाँ कति क्षमता भएका स्वास्थ्य कर्मीहरू बस्नुहुन्छ भन्ने बारेमा पनि हामीलाई चाहिँ राम्ररी थाहा छैन। त्यो कुरा यहाँको चाहिँ हाम्रो त्यो एउटा बडापत्र छ, त्यो सूचना बोर्ड जस्तो छ, त्यसमा के सेवा पाइन्छ, कुन कुन औषधिहरू पाइन्छ, कति समय हामीले सेवा पाउँछौँ भन्ने कुरा त्यहाँ उल्लेख गरिएको छ। त्यस्तै हाम्रो वडा कार्यालयबाट पनि हामीले के सेवाहरू पाउँछौँ भन्ने बारेमा पनि हामीलाई राम्रो तरिकाले ज्ञान छैन। सैद्धान्तिक ज्ञान, व्यावहारिक ज्ञान के छ भने हामीलाई नागरिकता चाहियो, नागरिकता सिफारिस ल्याउन आउँछौँ, हामीलाई तिरो तिर्न छ, तिरो चाहिँ तिर्न आउँछौँ, हामीलाई चाहिँ
कुनै जग्गा पास गर्न छ त्यो जग्गा पास गर्नको लागि सिफारिस ल्याउनु हजुर भन्न आउँछौँ तर के सिफारिस चाहिन्छ त्यसको लागि कति पैसा लाग्छ भन्ने कुरा पनि हामीलाई सैद्धान्तिक ज्ञान छैन हामीलाई साँच्चै भन्नुपर्दा त्यो वाडा कार्यालयमा गएर हामीले के कसरी सेवा पाउँछौँ के कसरी हाम्रो सेवा प्रवाह हुन्छ भन्ने कुरा चाहिँ हामीलाई अहिलेसम्म त्यो अनुभूति भएको छैन यो चाहिँ हाम्रो झिम्रो कार्डको दाजुभाइ दिदीबहिनीहरूलाई सबै अब हामी चाहिँ यो कार्यालयबाटै सेवा दिने भएको हुनाले सबै कुराहरू को प्रत्याभूति यहाँहरूलाई चाहिँ हुनेछ भन्ने कुरा जानकारी गराउन चाहन्छु र मैले अब यहाँहरूलाई विशेष के अनुरोध गर्न चाहन्छु भने यहाँहरूको घरमा झगडा पर्यो छिमेकमा झगडा पर्यो कुनै विकास निर्माणको योजनामा काम गर्न पर्यो भने यहाँहरूले निवेदन लिएर चाहिँ हाम्रो कार्यालयमा दर्ता गर्नुहुनेछ सोही अनुसार छलफल हुनेछ अहिले जस्तो कि घरमा झगडा पर्यो श्रीमान श्रीमतीको अथवा छिमेकमा पर्यो भने दुग्री दुग्री मेरो घर आउने अनि म चाहिँ राति नसुतेर भए पनि त्यही कोठामा बसेर यहाँहरूको छलफल गर्ने यहाँहरू चाहिँ त्यही मेरै अगाडि लडाइँ खेल्ने त्यस्तो परिपाटी थियो नि त्यो परिपाटी अब चाहिँ हुँदैन अब यहाँहरूले पनि सिस्टम सिक्नुपर्छ हाम्रो कार्यालयमा आउनु होला यहीँ मजाले छलफल हुन्छ बहस हुन्छ हरेक समस्याको समाधान यहीँबाट हुन्छ कार्यालय सम्बन्धी गतिविधि पनि यहीँबाटै हुन्छ कार्यालयबाटै हुन्छ हाम्रो कार्यालयबाटै हुन्छ यो भन्न चाहन्छु बाँकी चाहिँ स्वास्थ्यमा पनि केही चाहिँ समस्याहरू छन् त्यो चाहिँ डेलिभरी कसले गराउँछ यहाँ चाहिँ कसले सेवा प्रदान गर्छ त्यसको चाहिँ समय अवधि के हो हामी सुत्केरी हुने महिला चाहिँ कति समय यहाँ आउनुपर्छ कि हामी चाहिँ घर घर खोज्दै हिँड्नुपर्छ कि त्यस्ता लगायतका विविध गतिविधिहरू कुन कुन कर्मचारीले त्यो सेवा प्रदान गर्नुहुन्छ कुन कुन विधिबाट हुन्छ र अन्य चाहिँ बिरामी हुँदा पनि कुन कुन तहसम्म हामीलाई यहाँ निको हुन्छ कुन तहको बिमार हामीलाई लाग्यो भने हामी बाहिर जानुपर्छ भन्ने बारेमा पनि धेरै ज्ञानका कुराहरू तपाईँहरूको बिचमा सम्प्रेषण गर्न छ तपाईँहरूलाई बुझाउन छ हामीले बुझ्न छ थुप्रै कुराहरू बाँकी छन् अब चाहिँ हामी पुजाली पोखराबाट सँगसँगै स्वास्थ्य सम्बन्धी गतिविधि र यो वाडा कार्यालय सम्बन्धी गतिविधिहरूलाई अगाडि बढाउने कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु र यही 16 गते हाम्रो चाहिँ लालीगुरा सङ्घशाला दिहाल्ना चौरमा चाहिँ गौमुखी गाउँपालिका वार्ड नम्बर 6 लिबानको सहभागितामा त्यसै गरी वार्ड नम्बर 4 पूजाको सहभागितामा त्यसै गरी 9 बैनी गाउँपालिका वार्ड नम्बर 6 चाहिँ लुङको लेकको सहभागितामा लुङको चाहिँ गाउँको सहभागितामा वार्ड नम्बर 4 चाहिँ खबाङको चाहिँ सहभागितामा त्यसै गरी झिम्रो गाउँपालिका वार्ड नम्बर 7 को सहभागितामा झिम्रो गाउँपालिका वार्ड नम्बर 8 को सहभागितामा देउसी भैलो सरायनाथ लगायतका विविध सांस्कृतिक कार्यक्रम चाहिँ 50,000 चाहिँ दाजुभाइ दिदीबहिनीहरूको बिचमा 16 गते सम्पन्न हुन गइरहेको छ त्यो कार्यक्रमलाई सफल बनाउनको लागि के कस्ता कार्यक्रमहरू गर्ने भनेर सबै चाहिँ वाडाका वाडा चिठीहरूलाई मैले नाम लिएका वाडा चिठीहरू त्यहाँका सम्बन्धित कलाकार साथीहरूलाई मैले सूचना गरिसकेको छु भोलि दिउँसो ठिक 12 बजे लालीगुरा सङ्घशालामा चाहिँ अन्तर्क्रिया छलफल कार्यक्रमको आयोजना गरिएको छ त्यो कार्यक्रमलाई कसरी व्यवस्थित गर्ने कसरी चाहिँ एउटा मर्यादित गर्ने र सम्पन्न गर्ने भन्ने विषयवस्तुमा सम्पूर्ण जिम्मेवार साथीहरू कलाकार साथीहरू वाडाका जनप्रतिनिधि साथीहरू हाम्रो कर्मचारी साथीहरू लगायत विशेष गरी तिहालना वरिपरि चाहिँ बस्ने सम्पूर्ण चाहिँ घर घरै गए भनौँ न सम्पूर्ण चाहिँ कुरियाका साथीहरू त्यहाँ चाहिँ सहभागी हुनुहुनेछ र भोलि दिउँसो हामी त्यो अन्तर्क्रिया छलफल कार्यक्रम बैठक कार्यक्रम त्यहाँ सम्पन्न गर्नको लागि यो सूचना पनि मैले यहाँहरूको बिचमा जानकारी गराउन चाहन्छु र त्यो कार्यक्रम सम्पन्न गर्नको लागि त्यसपछि चाहिँ हामी अब हाम्रो चाहिँ भत्ता वितरणको कार्यक्रम कस्तो छ भने भत्ताको कार्यक्रममा पनि यहाँहरूलाई कस्तो लाग्छ भने जब हामीले झिम्रो गाउँपालिकाबाट त्यो सिटिजन इन्टरनेसनल ब्याङ्क लिमिटेडमा पैसा चाहिँ यहाँहरूको खातामा हालिदिन्छौँ यहाँहरूलाई इमर्जेन्सी पर्यो भने भत्ता बुझ्ने चाहिँ बालबालिकादेखि लिएर सम्पूर्ण चाहिँ हाम्रा चाहिँ सेवाग्राहीहरू ब्याङ्कमा गएर भत्ता लिन चाहिँ सक्नुहुन्छ यदि तपाईँहरूलाई इमर्जेन्सी परेको अवस्थामा यदि इमर्जेन्सी परेन भने हामी तपाईँहरूलाई गोब्दीदेखि झुम्दीसम्मका चाहिँ दाजुभाइ दिदीबहिनीहरूलाई 4 ठाउँमा हाम्रो भत्ता वितरण गर्ने कार्यक्रम त जारी नै छ त्यसैले भोलि हाम्रो चाहिँ एकजना कर्मचारी यहाँ बस्नुहुन्छ भोलि त्यो ब्याङ्कको स्लिपमा चाहिँ सही गर्नको लागि माथि चाहिँ लेखतिरको साथीहरू बोल्न आउनु होला भ्याइन्न यता तलको चाहिँ साथीहरू त्यो ब्याङ्कमा लेफ्टको स्लिपमा हामीले लेफ्ट लाउँछौँ नि सही गर्छौँ नि त्यो चाहिँ डकुमेन्टहरू आफ्नो कागजहरू लिएर चाहिँ यहाँ आउनु होला यहाँबाट त्यो भत्ताको काम भोलि बाँड्ने कार्यक्रम पैसा बाँड्ने कार्यक्रम होइन पैसा ल्याइदिनको लागि सही गर्ने कार्यक्रम भोलि यहाँ हुन्छ सबैजना आउनु होला अन्य थाहा नपाएको चाहिँ हाम्रो चाहिँ दाजुभाइ दिदीबहिनीहरूलाई पनि त्यो कुरा जानकारी गराइदिनु होला म यो पनि भन्न चाहन्छु र बाँकी तपाईँ हाम्रो बिचमा चाहिँ केही नमिलेका कुराहरूलाई एकदम चाहिँ मिलाउने गरी यहाँहरूको बिचमा चाहिँ केही विकास निर्माण सम्बन्धी गतिविधिहरू
छन्, विद्यालय सम्बन्धी समस्याहरू छन्, खानेपानी सम्बन्धी समस्याहरू छन्, सडक मर्मत सम्बन्धी समस्याहरू छन्, के छन् कि हरेक समस्याहरूको समाधान गर्नको लागि हाम्रो चाहिँ सरकारको तर्फदेखि यहाँहरूको बिचमा हामी तत्पर नै छौँ। बाँकी चाहिँ यहाँहरूका समस्याहरूलाई घरमा राखेर टोल छिमेकमा राखेर बस्नुभयो भने हामी तपाईँको समस्या समाधान गर्न सक्दैनौँ। त्यसैले प्रत्येक बस्तीका चाहिँ समग्र दाजुभाइ दिदीबहिनीहरू तपाईँहरू चाहिँ हाम्रो जनप्रतिनिधि, वडा सदस्यहरूलाई भेट्ने, वडा अध्यक्षहरूलाई भेट्ने, कर्मचारी साथीहरूलाई भेट्ने गर्नको लागि आगामी दिनमा यो कार्यालयमा आउनुहुनेछ। र हामीले एकपटक चाहिँ यो चाहिँ टिमुरचोर बस्तीमा एक घर एक धारा सम्पन्न गरिसकेका छौँ। कतिपय मर्मत गर्नको लागि आवश्यकता ठानेर हामीले धेरै योजनाहरूमा पैसा यो वर्ष पनि हालिरहेका छौँ। कतिपय भूगोलमा झुन्डीमा चाहिँ हामीले रिजर्भ ट्याङ्की बनाइसकेका छौँ। एक घर एक धारा बनाउनको लागि केही बजेटको व्यवस्थापन गर्नुपर्ने छ। र यहाँ घर घरमा चाहिँ कसैको घरमा टुटी छैन, धारोको चाहिँ जराबाट काटिएको छ, कतै चाहिँ यो हाम्रो चाहिँ शाखा लाइनका पाइपहरू बाहिर छन् भन्ने चाहिँ हाम्रा चाहिँ उपभोक्ता समितिका अध्यक्षज्यूहरूको, सचिवज्यूहरूको ठुलो गुनासो छ। मैले तपाईँहरूलाई इमान्दारिताका पूर्वक के भन्न चाहन्छु भने यहाँहरू सबैलाई नमस्कार गरेर के भन्न चाहन्छु भने सबैले आफ्नो घरको चाहिँ त्यो टुटिहाल्नु होला, जरामा चाहिँ त्यो धारो चाहिँ जोडिदिने काम गरेर सहयोग गर्नु होला सरकारलाई। अरू बाँकी तपाईँको रिजर्भ ट्याङ्की इन्टेक कहाँ कहाँ बिग्रिएको छ हामी सबै टोटल्ली प्राविधिक साथीहरूलाई लगेर हेरेर चाहिँ त्यो सबै चाहिँ उपभोक्ता समितिसँग सहकार्य गरेर यहीचोटि यही 4-5 महिनाको बिचमा नै हामीले चाहिँ टोटल काम चाहिँ भ्याएर यो चाहिँ छक्क तपाईँहरूको घर घरमा पानी रेगुलर चाहिँ खसेको चाहिँ हामीले देख्ने चाहिँ इच्छा छ। त्यसैले तपाईँको घरमा बिग्रेको धारो टुटी सबै बनाएर त्यो चाहिँ जोडेर यहाँहरूले सहयोग गर्नु होला, म यही अनुरोध गर्न चाहन्छु। बाँकी गब्दीमा झन्डै 115-20 घर बाँकी हुनुहुन्छ र झुङ्गीमा 15-20 घर चाहिँ हामीले धारो बनाउनको लागि शाखा लाइन वितरण गर्नको लागि बाँकी हुनुहुन्छ। अन्य बस्तीमा हामीले खानेपानी सेवा सुचारू गरिरहेका छौँ। केही समस्याग्रस्त बस्तीमा हामीले दोहोरो ट्याङ्की बनाएर मुहान व्यवस्थापन गरेर पनि काम गरिरहेका छौँ, कन्टिन्युज अगाडि बढाइरहेका छौँ। त्यो कुरा भन्न चाहन्छु। र यहाँहरूको समस्या के छ त्यो चाहिँ हाम्रो बिचमा राख्नु होला। खानेपानीको क्षेत्रमा हामी 1 नम्बरमै चाहिँ काम गर्नको लागि रेडी छौँ। बाँकी जनतावादीको अक्षयकोष कार्यक्रम पनि अगाडि बढिरहेको छ। बिचमा केही उतार चढावले गर्दा चाहिँ रोकिएको छ, मेरै फुर्सद नभएको कारणले गर्दा। मैले सम्पूर्ण बुद्धिजीवीहरूलाई के भन्न चाहन्छु भने तुलस बस्नेतको मुखमुख मात्र हेरेर बस्ने होइन, उसले कहिले चाहिँ त्यो अक्षयकोष जम्मा गर्ने भन्छ र फेसबुकमा हाल्छ, कहिले दाम माग्न घर आउँछ, कहिले भेट भएर कुरा गर्छ। त्यो गर्ने होइन कि यहाँको शिक्षक, बुद्धिजीवी, सम्पूर्ण चाहिँ वडा समितिका साथीहरू, सम्पूर्ण विद्यालय व्यवस्थापन समितिका साथीहरू, अन्य राजनीतिक दलका साथीहरू सबै त्यो विद्यालयलाई माथि उठाउनको लागि लाग्ने हो। एउटा मान्छेको मुखमा मात्र हेरेर बस्नुभयो भने सम्भव चाहिँ हुँदैन। म कति कराउने, कति बोल्ने, कति कन्भिन्स गर्ने होइन, गाह्रो छ। त्यसैले म चाहिँ सबै साथीहरूलाई एकदम ऊर्जावान भएर, ऊर्जाशील भएर त्यो विद्यालयको चाहिँ हाम्रो अक्षयकोषलाई अगाडि बढाउनको लागि पनि एकदम यहाँहरूलाई चाहिँ आह्वान गर्न चाहन्छु। यति भन्न चाहन्छु, धेरै छन् कुरा गर्नुपर्ने विषयवस्तु। र यहाँ चाहिँ साथीभाइहरूले अब चाहिँ यो हामी चाहिँ नाच्ने भनेर बाजा बजाउने, बाजा तालमा पनि नाच्ने, भैलोमा पनि नाच्ने भनेर चाहिँ यहाँ कार्यक्रम लिएर आउनुभएको छ। र मैले चाहिँ त्यो कार्यक्रम चाहिँ मैले बिट बारिनँ। लास्टमा चाहिँ अहिले चाहिँ पछि हाम्रो चाहिँ यो नाचगान भइसकेपछि यो कार्यक्रम अन्त्य भयो भनेर लास्टमा भन्नेछु। बाँकी चाहिँ यहाँहरूको चाहिँ केही नागरिकता सम्बन्धी कामहरू गर्नु छ, अन्य सिफारिस गर्नु छ भने हाम्रो भित्रबाट चाहिँ अहिले सुरु हुन्छ त्यो चाहिँ सिफारिसको कार्यक्रम। त्यो चाहिँ हामी गर्छौँ नै, त्यो चाहिँ पुरा जानकारी गराउँदै अहिलेको लागि म चाहिँ यहाँहरूको बिचबाट ओजेल गर्न चाहन्छु। र यो कार्यक्रममा सहभागी भएर आफ्ना गहकिला मन्तव्य राखिदिनु भएकोमा चाहिँ हाम्रा चाहिँ सहभागी साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र विशेष गरी हाम्रो पालिका अध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद चाहिँ झिमरुक गाउँपालिका वार्ड नम्बर 8 को तर्फदेखि व्यक्त गर्दै अब यो चाहिँ झिमरुक 8 को चाहिँ विकास निर्माणका हरेक गतिविधिहरूमा चाहिँ एकदम यहाँले चाहिँ आफ्नो ध्यानलाई केन्द्रित गरेर यो चाहिँ पछि पारिएको भूगोल अगाडि चाहिँ लानको लागि आगामी दिनमा पनि सहयोग पुर्याउनु हुनेछ। र चाहिँ यहाँको सहयोग चाहिँ निरन्तर रूपमा छ र आगामी दिनमा पनि यहाँले सहयोग पुर्याउनु हुनेछ भन्ने अपेक्षा गर्दै म चाहिँ अहिलेको लागि तपाईँको बिचबाट बिदा माग्न चाहन्छु। र बाँकी चाहिँ हाम्रो पहिलो चाहिँ यो बाजा ताल सुरु गर्नको लागि, नाच सुरु गर्नको लागि बाजावाला साथीहरूलाई अनुरोध गर्छु। र त्यसपछि चाहिँ झन्डै 15 मिनट पछि फेरि चाहिँ हाम्रो भैलो सुरु हुन्छ, त्यो कुरा जानकारी गराउन चाहन्छु। र बाँकी त्यो बाजा तालमा चाहिँ खुसी चाहिँ प्रकट गर्नको लागि, नाच्नको लागि हाम्रो पालिका अध्यक्षज्यू लगायत हाम्रो दिनबहादुर अङ्कल, धनुगिरी
लगायतका हाम्रो गुम्बहादुर जीसी बलबहादुर महतारा सर, हाम्रो चाहिँ हुम्बहादुर महताराजीहरू, भोमलाल बाहरू लगायतका चाहिँ हाम्रो अग्रज व्यक्तित्वहरूलाई यहाँ चाहिँ अगाडि चाहिँ नाच्नको लागि म अनुरोध गर्न चाहन्छु। धन्यवाद। लाइभ त नाच्लाई दिन्छु मैले।